तपाईँहरू माझमा नयाँ भ्लग आउँदैछ, तपाईँले हेरेर साथ सपोर्ट गरिदिनु होला। अनि मेरो जतिजना भिडियो हेरिदिनु भएको थ्याङ्क यू सो मच। आज म नयाँ ठाउँमा जाँदैछु, नयाँ भ्लग आउँदैछ। युट्युबमा सब्सक्राइब गरेर साथी बनिदिनु होला। So you must cross this road. Yeah. Have a choice about no. And one the international school. Okay. Okay. One for the only housing. Oh. Housing. It's all housing. This is apartment condo. No, apartment. Hostel. Hostel. New Nepal. Yeah. स्वागत छ ल फेरि भेट गरौँ पनि कहाँबाट आउनुहुन्छ हामी त सबै एकै ठाउँबाट आएको हो हजुर घर उतैमै हो क्या घर चाहिँ हाम्रो मेरो चाहिँ पूर्व हो ठाउँ पाँचमुन अनि यहाँ चाहिँ मेरो सुर्खेत मेरो चाहिँ निजगढ 12 जिल्ला पर्छ। कति वर्ष हुनुभयो यहाँ काम गर्नु भयो 3 वर्ष पुग्न लाग्यो Yo. Dachan. You? हामी यस्तो जङ्गलभित्र ल्याएर हामीलाई छोडिदिएको छ यार। गाह्रो छ, सबैजना हिँड्दैछ, आउँदाखेरि गाडीमा सर ल्याएर छोडिदियो। अहिले हिँडेर जानुपर्ने अवस्था भएको छ। मलाई यस्तो जङ्गलमा हामीलाई छोडिदिएर गयो। साउ बनाउँदो नयाँ ठाउँमा काम लिनु आएको हिजो छ हो के होइन कस्तो जङ्गल भयङ्कर। यस्तै हरियाली जङ्गल हाम्रो नेपालमा हुनुपर्छ। हेर्नु हर्का साम्पाङजीले बनाएको जस्तै नाला छ, हेर्नु यस्तो नाला हुनु पऱ्यो क्या। यहाँ हिले माछाहरू पनि टर्ने होला। नयाँ साथीहरू उहाँ पुगिरहेछ अनि हामी चाहिँ म चाहिँ हिँड्दैछु। के गर्नु गाह्रो छ हौ विदेशमा। अनि यो चाहिँ हेर्नुहोस् त यस्तो ठाउँमा छ, काम लिएर आएको, हाम्रो देखाउनु लिएर आएको। नयाँ कन्ट्याक्ट, नयाँ ठेक्का लिने अरे यहाँ। यस्तै छ हो के गर्नु, परदेशी जिन्दगी हिँड्नै परेको छ लखर। यस्तो डाँडा काँडामा हेरौँ न, अब यस्तो राम्रो बिल्डिङ बन्छ कि बाफ रे बाफ। हेर्नु हाम्रो नेपालमा नि बन्थ्यो होला है यस्तो चिजहरू त। र के हाम्रो देशै गरिब भयो, नेताहरूले गरिब बनायो, लुट्यो जनतालाई, गोजी भर्यो, पेट फुलायो। त्यस्तै गरेर जिन्दगी बित्यो हाम्रो देश। कहिले अगाडि बढ्न सकेन, यसरी दुःख पाउँछ हेर्नु त जनताले अर्काको देशमा आएर। भेडा बाख्रा जस्तै गन्छ हामीलाई, सेम त्यस्तै व्यवहार गर्छ यहाँको मान्छेले। नेपाल भनेपछि पहिला पनि धेरै इज्जत हुन्थ्यो, सम्मान हुन्थ्यो। अहिले सबै इज्जत पनि के हो थाहै छैन, भेडा बाख्रा जस्तै गर्छ अहिले त। धेरै गाह्रो छ हेर्नु त, यस्तो डाँडामा यस्तो संरचनाहरू बनेको, संरचना के भन्छ। अब हिँड्दै हामी जाँदैछौँ। अब कहाँ पुग्ने हो थाहा छैन। पहिला गोर्खाली भनेर धेरै नाम चलेको थियो, अहिले त बिग्रिसक्यो, इमेजै खराब भइसक्यो। इमेज खराब भयो, गाडी आएको अवस्था छ। अपार्टमेन्टहरू कति ठुलो बनिरहेको अवस्थामा यति मिहिनेत गर्छु म भिडियोमा है, कसैले मलाई माया गर्दैनन् यार। भिडियोहरू हेरिँदैन के गर्नु। यस्तै छ, जहाँ अब भाइरल हुन्छ त्यति मान्छेले मात्रै फलो गर्छ। हामी जस्तो सोझा साथमा चाहिँ कसैले वाचिङ नै गर्दैन, हेर्दैन। पेटमा पुरा भोक लागिरहेको छ, भोक लागेको अवस्था छ। ल्याङठाङ हिँड्दैछौँ। यस्तो दामी यहाँ खेल्ने ठाउँहरू बनाएको रहेछ।
गाह्रो छ। मलेसिया मान्छेहरू 4-4 लाख रुपियाँ तिरेर आइरहेको अवस्थामा यस्तो बिजोग हुनुपर्छ। हिँड्दैछौँ हो हामी। यस्तो ठाउँ छ, कामन जाने बाटो डेन्जर छ। ट्रेन हिँडिरहेछ मासतिर चाहिँ, आकाशमा चाहिँ। यस्तो बाटोबाट हिँड्नुपर्छ है अब हामी। गाह्रो छ विदेशमा। अरू सबै हिँडिसकेछ, म मात्रै रहेछ। बस्ने होस्टेल चाहिँ यस्तो छ है हामीहरूको लागि। यस्तोमा जानुपर्छ, गाह्रो छ। यस्तो पहाड क्षेत्रमा